हेलो एभ्रिवान, हामी चाहिँ बेतर्फ लाग्यौँ। मेरो आजको मेकअप पनि कम्प्लिट भइसकेको छ। सो अनि यो चाहिँ मेरो मेकअपको सामानले हामी बेगर पनि पुगिसकेको छौँ। म चाहिँ लुगा लगाएर पनि आइसकेँ। खानामा चाहिँ यस्तै थियो आजको। हामी छोरी मान्छेलाई मेकअप नगरी चाहिँ हुनै नहुने क्या। हेलो एभ्रिवान, सेवा नमस्ते, स्मिरन राई। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। फेरि पनि म नयाँ भिडियो लिएर आइसकेकी छु। तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ कमेन्टमा भन्नुहोला र भिडियो फुल वाच गरेर मलाई सपोर्ट गरिदिनु होला भन्दै आजको मेरो भिडियो सुरु गर्न चाहेँ। आजको भिडियो चाहिँ के को बारेमा भनेर तपाईँले थाहा सक्नु होला हाइलाइट थम्बनेलमा देखेर। सो आज चाहिँ हामी बिहेमा जाँदैछौँ। त्यही भएर बिहेमा जाने भनिसकेपछि त त्यत्तिकै भएन, हामी छोरी मान्छेलाई मेकअप नगरी चाहिँ हुनै नहुने क्या। अझ हामी बानी भइसकेको क्या, मेकअप गर्दा गर्दा बानी भएर। कसैलाई त सिम्पल हेर्नु मन लाग्छ, सिम्पल पनि हेर्दा कस्तो राम्रो देखिने है। तर हामी मेकअप गर्न बानी परेकोलाई चाहिँ मेकअप नगरी नहुने क्या, चित्त नबुझ्ने है। अझ मेकअप गरेन भने त के छैन अझ के गरिनँ जस्तो हुने क्या, कता कता हिँड्दाखेरि है। अनि मलाई मात्रै यस्तो हो कि अरूलाई पनि यस्तो हुन्छ त्यो त थाहा भएन है। र मलाई चाहिँ एकदमै मेकअप गर्न इन्ट्रेस्ट लाग्छ, मनपर्छ। पहिल्यैदेखि नै सानैदेखि मेकअप अरूले गरेको देख्दा पनि कस्तो मनपर्ने क्या, मलाई पनि गरिदिए हुन्थ्यो भन्ने क्या। अनि पछि आफै ठुलो भएपछि चाहिँ आफै हल्का अब जानेपछि चाहिँ हल्का हल्का गर्दै अहिले त बानी नै परिसकेछ मेकअप गर्ने पनि। मेकअप गर्न नजाने पनि मेकअप चाहिँ नगरी हुँदैन क्या। मलाई चाहिँ त्यो बच्चा बेलाको कुरा सम्झिँदा पनि कति धेरै हाँस उठ्ने क्या। यो मेकअपको बारेमा कुरा गर्दै गर्दा चाहिँ मलाई बच्चा बेलाको कुराहरू याद आइराखेको के। त्यो बच्चा बेला हामी सानो हुँदाखेरि चाहिँ अब हामीभन्दा ठुलो नानाहरूले मेकअपहरू गरेको देख्दाखेरि आफूलाई पनि गर्नुमा मन लाग्ने क्या, कति धेरै मन लाग्ने। अनि गरिमाग्यो होइन। अनि अब गरिदिनु हुन्थेन नि त, अब हतार हुने, कहिले उहाँहरूलाई पनि हतार हुन्थ्यो होला सायद होइन। अब गरिमाग्दा पनि अब कहिले चाहिँ गरिदिनु हुन्थेन, कहिलेकाहीँ त गरिदिनु हुन्थ्यो। तर नगरेको बेला चाहिँ उहाँहरू गएपछि चाहिँ उहाँहरूको सामान झिकेर होइन आफै मेकअप गर्दै बस्ने क्या। अनि त्यो मेकअप चाहिँ कस्तो हुन्थ्यो होला है, अहिले सम्झिँदाखेरि मलाई एकदमै हाँस उठ्छ है, जस्तै क्या सेम। तर पनि बच्चा बेलाको कुरा सम्झिँदाखेरि कति रमाइलो हुने है। बच्चा बेलामा गरेको त्यो हरकतहरूदेखि ल्याएर है विभिन्न कुराहरू सम्झिँदा चाहिँ कति धेरै खुसी पनि लाग्छ क्या मलाई सम्झिँदाखेरि। एकदमै आफ्नो अब साथीभाइदेखि ल्याएर है आफ्नो फ्यामिली साथीभाइ होइन कति धेरै अब बच्चापनको कुराहरू सम्झिँदाखेरि है कति खुसी लाग्छ। के गरिन्थ्यो है, कस्तो खुसी लाग्छ क्या मलाई चाहिँ अझ सम्झिँदाखेरि। फेरि पनि त्यो दिन फर्केर आए हुन्थ्यो जस्तो लाग्छ है मलाई चाहिँ। भन्दै मेरो आजको मेकअप पनि कम्प्लिट भइसकेको छ। सो अनि यो चाहिँ मेरो मेकअपको सामानहरू हो है। भन्दै अब म चाहिँ लुगा फेर्नतर्फ लागेँ। सो म चाहिँ लुगा लगाएर पनि आइसकेँ। आजको मेरो ड्रेसअपमा चाहिँ यही थियो, लुङ्गी सुट होइन। अनि त्यसपछि चाहिँ तपाईँहरूलाई आजको मेरो मेकअप कस्तो लाग्यो त्यो पनि भन्नुहोला भन्दै। अनि एकछिन म चाहिँ लुगा लगाएर रेडी भइसकेपछि पर्खिँदा पर्खिँदातिरको माइजी पनि आउनुभएको थिएन र म चाहिँ माइजीलाई पर्खिँदा थिएँ। एकछिन फोटो भिडियोहरू पनि बनाएँ। त्यसपछि चाहिँ माइजी पनि आउनुभयो। त्यसपछि चाहिँ म नानीलाई पनि रेडी बनाएर बेतर्फ लाग्यौँ। अहिले चाहिँ नानी, म अनि पट्टिरको माइजू हुनुहुन्छ र अलिक तलबाट अरूहरू पनि हुनुहुन्छ, बोजूहरू दिदीहरू पनि हुनुहुन्छ। अहिले चाहिँ हामी तल मेन रोडमा झरिसकेको छौँ।
यो चाहिँ हाम्रो मेन रोड हो, ताप्लेजुङ जाने रोड हो नि त। अनि त्यही भएर हामी चाहिँ यहाँ झरिसकेका छौँ। यहाँ चाहिँ हामी अब भने चाहिँ सबैजना भेला भइसकेका छौँ। बोजू दिदीहरूसँग भेट भएर हामी चाहिँ बेतर्फ लाग्यौँ। अनि आज हामी चाहिँ यति हो हाम्रो टोलको। अनि हामी बेमा पुग्नुपर्ने चाहिँ यहाँ पर हो, घर देखिरहेछ भन्दै हामी चाहिँ अहिले अब बेघर नजिकै पनि पुगिसकेका छौँ। फाइनली हामी बेघर पनि पुगिसकेका छौँ। बेघरको माहौल चाहिँ आज यस्तो चलिरहेको थियो। माथि आँगनमा च्याप्रुङ नाच्नेहरू नाचिराख्नु भएको थियो र तल चाहिँ खाना खानेहरू खाइराख्नु भएको थियो र आउने जाने त्यस्तै भइरहेको थियो। हामी पनि सधैँभन्दा चाहिँ अलि ढिलो नै गएर होला र ढिलो नै पुग्यौँ। त्यसपछि चाहिँ हामी सरासर उता नाम लेखाउनुतर्फ गयौँ। नाम दर्नुपर्ने हुन्छ र त्यहाँ चाहिँ हामीले नामहरू लेखाएर नाम रक्सी पैसाहरू लेखाएर चाहिँ हामी त्यहाँ चाहिँ बस्यौँ। त्यसपछि चाहिँ त्यहाँ चाहिँ ढोकभेट कार्यक्रम भइरहेको रहेछ, भन्दा ठुलो मान्छेलाई चिनाउने। त्यसपछि चाहिँ हामी यता खाने ठाउँमा आयौँ। त्यसपछि चाहिँ हामी पनि खाना खान बस्यौँ। खानामा चाहिँ यस्तै थियो आजको। र हामी चाहिँ खानाहरू खाएर माथि आँगनमा निस्क्यौँ। आँगनमा निस्किँदा चाहिँ एकदम रमाइलो भइरहेको थियो त्यहाँ। त्यसपछि चाहिँ फेरि च्याप्रुङहरू पनि नाच्न थाल्नु भयो। यहाँबाट चाहिँ हाम्रो गाउँ यस्तो देखिरहेको छ र यो देखिरहेको चाहिँ हाम्रो गाउँ हो। र हामी चाहिँ त्यहाँदेखि घर फर्क्यौँ। घर फर्किँदा चाहिँ हामीलाई पानीले भेट्यो र हामीसँग चाहिँ एउटा मात्रै छाता थियो र अगाडि दिदीले नानीलाई उडाउँदै हिँडिराख्नु भएको थियो। र आजको हाम्रो दिनहरू चाहिँ यसरी नै बित्यो बिहेमा गएर। र निकै रात पनि पर्न लागिसकेको थियो। र आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो, मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियो यहीँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।